आज चाहिँ हाम्रो ट्रिप रहेको छ एमाजोन जङ्गलसम्म, किनभने हाम्रो रिजर्भ आएको थियो। अनि म चाहिँ आज भाले बसलाई छोडेर 5 पोखरी बस लाँदैछु। अनि एमाजोन जङ्गलको लागि सबै प्यासेन्जरलाई बसाउनु पर्ने हुन्छ। अनि उता जान धेरै कस्टमर, अनि सबैलाई बसाएन म चाहिँ कुदाउनु पर्ने हुन्छ गाडी, किनभने मलाई आज बेलुकै पुग्नु थियो एमाजोन जङ्गल। एमाजोन जङ्गल यहाँबाट ठ्याक्कै 400 किलोमिटर उता छ र मेरो गाडी नि उतै। बाटोमा जाँदै थिएँ कि मलाई फुटबल खेल्न मन लाग्यो र म गाडीभित्रबाट ओर्लिएर फुटबलमा गोल हान्नुपर्ने हुन्छ, किनभने मलाई मेसी बन्नु लास्टै ठुलो सपना र बल म भित्र लानुपर्ने हुन्छ गोलमा। तर सकिनँ, ल फाइनली गोल हानेँ र म नि खुसी भएँ। अनि गाडी हाँक्नतिर लाग्छु, किनभने मलाई उता बस पार्कमा छिर्न थियो, किनभने उता नि 5-7 जना प्यासेन्जर मलाई बसाएको थियो, किनभने डबल पैसा कमाउनु थियो नि त मलाई। तपाईँहरूलाई नि यस्तै भिडियो बनाउनु छ भने मलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। सबैजनाले सोधिराख्नु भएको थियो यो गेमको नाम चाहिँ के हो भनेर, तर यो गेमको नाम चाहिँ बस सिमुलेटर इन्डोनेसिया छ, जुन तपाईँले प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ। एकैछिनको यात्रापछि म बस पार्क आएँ र बस पार्कमा धेरै गाडी थिएन, तपाईँहरूले आफै देख्न सक्नुहुनेछ। म गाडी हाँक्दै थिएँ कि जाँदा जाँदा ठुलो पानी पर्यो, तपाईँले नि देख्न सक्नुहुनेछ सिसामा कति धेरै पानी अट्याक भइसक्यो। र जाँदै गर्दा मैले समुद्र देखेँ। समुद्र देख्दा देख्दा मेरो कस्टमरहरूले भने कि जाउँ एकचोटि उता हेरेर आम, अनि म भित्र पसाउनतिर लागेँ। अनि मैले चाहिँ पानी जहाजको भिडियो बनाएँ, किनभने मैले श्रीमतीलाई देखाउनु पर्ने थियो र मेरो बस्ने यतै छ। अनि 2 घन्टापछि म खाना खाने होटेलमा आउँछु, किनभने कस्टमरलाई लास्टै भोक लागेको थियो नि। अनि हाम्रो यता चाहिँ प्रोटेस्ट चल्दैछ, जेनजीहरूले प्रोटेस्ट गर्दैछ, किनभने अस्तिको सरकार राम्रो नभएर फेरि आन्दोलन गर्न लागेका रहेछन् जेनजीहरू। अनि एकछिन जेनजीको आन्दोलन हेरेपछि मैले गाडी फेरि हिँडाउनु पर्ने हुन्छ, किनभने मलाई पुग्न थियो एमाजोन जङ्गल। तपाईँलाई यस्तो भिडियो मन पर्यो भने मलाई लाइक कमेन्ट सेयर गर्न सक्नुहुनेछ र सब्सक्राइब नि गर्न सक्नुहुनेछ, किनभने म यस्तो भिडियो भर्खर बनाउन थालेको छु, नभन्दै म यस्तो बबाल रोडमा आइपुगेछु। अनि मलाई चाहिँ आइसक्रिम खान मन लाग्यो र म यता दिदीको पसलमा आइसक्रिम खान रोकेँ, किनभने गर्मी हुन्छ नि त उता। अनि म आफ्नो गाडीको सो अफ गर्दै थिएँ र मलाई एउटा गाडीले त ओभरटेक गरिदिएर, अनि मेरो दिमाग सन्क्यो। नभन्दैमा अर्को गाडीले नि ओभरटेक गर्न लाग्यो। लु तँलाई त म्याट ठ्यास्ने पछि पालो आउँछ भन्दै मैले चुपचाप बसेँ। स्पिड कुदाएको भएकोले मलाई अर्को बसले ड्याममै ठोक्यो र मैले यतापट्टि अर्को बसलाई ठोकेँ। अनि यस्तो गर्दा गर्दै मेरो पैसाहरू सबै सक्यो, किनभने मैले एउटा गाडीलाई बनाउनु पर्ने